बाबाको मेहनत। मेहनत गऱ्यो भनेदेखि सबै हुन्छ। प्याज लसुन सबै छ, त्यहाँ काम गर्नु हुँदैछ, मजाले एकदम खुसी हुनुहुन्छ। बन्दा ठुल्ठुलो, यो चाहिँ जाँड यता रक्सी पार्नु हुँदैछ, त्यही हो सबै कुराको। यो चाहिँ एकदम तोरी फुलेर पनि पाक्न लागेको थोरी। यो चाहिँ आलुबारी यहाँदेखि पर असम्म छ। आलुबारी मस्त भइरहेछ अहिले, पानी प्रशस्त छ। यो चाहिँ फर्म एरिया हो, यो चाहिँ फर्म एरिया। यो चाहिँ बङ्गुरहरू ब्याउन लागेको। यो हाम्रो सेक्युरिटी गार्ड, लोकल कुखुराहरू छ। एकदम बस्नको लागि चाहिँ एकदम शान्त आनन्द भएको लोकेसनमा रहेको छ। बङ्गुरहरू सबै ब्याउनेहरू हो। अहिले हामीसँग ब्याउने माउहरू मात्र छ। हामी यहाँ चाहिँ बच्चा उत्पादन गर्छौँ। अनि हाम्रो उता शाखा भक्तपुर जग्गामा चाहिँ कटिङको लागि हो। उता चाहिँ यता चाहिँ सबै माउहरू मात्र छ। बाख्राहरू छ, 2टा मात्रै छ अहिलेको लागि। यो बोको एकदम मजाले कुखुरा ओथारो बसिरहेछ। यो चाहिँ अन्डा भर्खर पारिरहेको अन्डा हो। एउटा चाहिँ लिनै पर्यो, आएपछि एउटा चाहिँ खाइरै जाने हो। ल है त, भट्ट फोरेर झ्याप्प लाएर के गर्नु, खानै पर्यो। सलक्क लाएर खाँदा आहा मजा आउँछ, मजा। यो हो नि त, हट बोको फेरि पुरै छानामाथि फर्सीहरू रहेको छ। फर्सी यता लोकल भाले एकदम छिप्पेर बसिरहेको छ। यो बाबाले के गर्नुभएको, यो साग झुन्ड्याएर। ल यतापट्टि अब ल कुखुराहरूलाई घाँस, यतापट्टि सेक्युरिटी गार्ड सेरी भइगयो। कुखुराहरू एकदम